My channel Kisan Vlog पनि स्वागत छ। आशा छ हजुरहरू आरामै हुनुहुन्छ होला। आज मेरो छुट्टी हैन, त्यही भएर म आज पनि फेरि जाँदैछु। कता जाँदैछु भने देखाउँछु म। हजुरहरू कुन ठाउँमा हुनुहुन्छ, हजुरहरू कुन ठाउँमा हुनुहुन्छ भन्नु है। यो चाहिँ कुन ठाउँ होला भन्नु। म कुन ठाउँमा छु आशा छ हजुरहरूले मेरो पुरानो भिडियो हेरेर थाहा पाइसक्नुभयो होला म कुन ठाउँमा छु भनेर। थाहा नभएकोलाई चाहिँ भिडियो हेर्नु होला अनि भन्नु होला म कुन ठाउँमा छु। म चाहिँ अहिले चाहिँ आज कहाँ जाँदैछु भनेपछि एकछिनपछि थाहा हुन्छ हजुरलाई। आज मेरो छुट्टी होइन, र छुट्टीको दिन म कहाँ जाँदैछु भन्दाखेरि खाना खाएको छैन होइन, बुझिसक्नुभयो होला कहाँ जाँदैछु भनेर। अब कता छ ठाउँ, यस्तो छ ठाउँ होइन, उता हाइवे हो, सायद भित्र बाटो होइन। म कहाँ जाँदैछु भनेपछि अब चाल पाउनुभयो होला। कहाँ भन्दाखेरि मासु लिन आएको, मासु लिन। आज नि म कुखुरा लिन आएको। आज नि कस्तो छ त खलाएर कुखुरा काट्न दिइसकेको छु। कुखुरा काट्न दिइसकेँ मैले होइन, रोजेर दिइसकेँ। अब ट्याक्क लगाएर बसिन्छ, कुखुरा लिएर गइन्छ, साथीले बनाउँछ। यस्तो छ, गर्मी छ है। यस्तो छ। यसलाई यो फुललाई के भन्छ पनि काटियो। अब जाँदैछु म पनि लिन आएँ म होइन। यस्तो छ भेजिटेबल मार्केट, सानो मिनी ग्रोसरी। गर्मी छैन, फोन तातिन्छ फेरि। सब्जी किनेर निस्केको साथीले फेरि बोरी चाहिएन भनेर फेरि बोरी रिटर्न गरेर पर्सि लिएर आएँ होइन। रुम जाँदैछु। आज छुट्टी यस्तै गरेर जाने भयो। अब म पनि यसो सोसल मिडियामा यसो एक्टिभ हुँ भनेर भ्लग बनाउँदैछु। खासै बोल्न त अलिकति लाज लाग्छ मलाई होइन, मान्छेहरूको अगाडि। त्यही भएर एक्लै हुँदाखेरि बोलेको छु। अनि के भन्नु अरू, ल गर्मी छ, गर्मीले गर्दा फोन पनि तात्तिन्छ होइन। अलिकति बाहिरको ठाउँ यस्तै हो। अनि अरू त के भन्ने होइन। मासु चिकन किने, अलिक किताब भेजिटेबल किने। म रुम जाँदैछु। रुम गएर साथीले बनाउँछ होइन, तर म भिडियो चाहिँ यहीँ सघाउँछु। सकाएपछि आनन्द होइन त। अनि सकाएपछि ल उता हाम्रो कम्पनीको गाडी पनि गयो। आजलाई म मेरो भिडियो यहीँ सघाउँछु। माया गर्नु होला किसान भ्लगलाई है।